नेपालीको पासपोर्टमा इमिग्रेसनको छाप भन्छ भिजिट भिजामा गएर काम नगर होइन। एउटा डट पेनले चाहिँ यो मितिसम्म तैँले घुम्न जान पाउँछस् तर घुमेर फर्किनु पर्छ भनेर डट पेनले लेखिदिने हुन्छ। यो कुरा मन परेको छ तपाईँलाई? मलाई चाहिँ पिटिक्क मन परेको छैन है त। तपाईँलाई म यहाँ स्याम्पल देखाइदिन्छु, भिडियो यहाँ फोटो पनि हेर्नु होला है। तपाईँहरूलाई यो कुरा कस्तो लागेको छ? हाम्रो एउटा देशको पासपोर्टमा डट पेनले लेखिएको यो चित्त बुझ्दो छ त है? हाम्रो यसै पनि पासपोर्ट विक पासपोर्टमा पर्छ कि कमजोर पासपोर्टको देशको सूचीमा पर्ने देश हो हाम्रो। अनि त्यसपछि चाहिँ तपाईँको हामीलाई ये पासपोर्टले चाहिँ अलरेडी हामी दुःख पाइरहेछौँ, थप लेखिदिएर पठाएको छ। आफ्नो इच्छाको कुरा हो नि त, गएर काम गर्छ कि उतै बस्छ कि आउँछ कि आफ्नो व्यक्तिगत इच्छाको कुरा हो। उसले जब पाउँछ भने गर्न पनि सक्छ, पाउँदैन गर्न सक्दैन। यदि उसले चाह्यो भने त तपाईँले पेनले लेखेर पनि केही हुनेवाला छैन है। उसले यहाँ आएर कुनै पनि देशमा गएर पासपोर्ट चाहिँ आफ्नो हरायो भनेर अर्को पासपोर्ट बनाएर पनि काम गर्न सक्छ यदि मान्छेले चाह्यो नै भने। भनेको कुनै पनि कुरा गर्न चाहने मान्छेलाई धेरै अप्सन छ नि त। यो पासपोर्टमा लेखिदिएर पठाउनु चाहिँ राम्रो होइन। कसैले घुम्नै आउँदैछ भने त्यो मान्छे डेफिनेटली घुमेर जान्छ। कसैले अपर्च्युनिटी पायो अथवा इच्छाले नै त्यसरी आउँदैछ भने त्यो पनि ठिकै छ। अब कुनै पनि अप्सन नहुँदा अप्सन त खोजिहाल्छ नि मान्छेले। तपाईँले नयाँ श्रम रोकिदिएर मान्छेहरू लाखौँ मान्छे बिचल्ली बनेर बसिरहेछन्। नयाँ श्रम रोकिएर कतिजना बस्नु भएको छ कमेन्ट गर्नु होला है त। हामीले हाम्रो गभर्मेन्टलाई पनि देखाउनु पऱ्यो कि यति समस्यामा चाहिँ यस्ता मान्छेहरू परिरहेछन् भनेर है त। र अनि यति समस्यामा परेरै हो त्यो मान्छे भिजिट भिजा अप्लाई गरेर यहाँ आउन चाहन्छ भने अहिलेको अवस्थामा घुम्नलाई भन्दा पनि कामकै लागि आउँछ भन्ने बुझ्न पनि सकिन्छ। अब श्रम पनि छैन, श्रम खुलेको छैन, यहाँ चाहिँ तपाईँको आफ्नै समस्या हुन्छ, व्यक्तिगत समस्या हुन्छ है। ती कुराले गर्दा मान्छे आउन पनि सक्छ नि। त्यसमा हरेक कुरामा रोकिदिएर जुनै पनि ठाउँमा खुट्टा बाँधिदिएर हुन्छ भनेको। नेपालमा जागिर गर्नलाई, काम गर्नका लागि अवसरहरू न्यूनतम छन्, एकदमै न्यूनतम छ। मान्छे सबैले लगानी गर्न सक्ने अवस्था छैन है। कोही मान्छे वैदेशिक रोजगारीमा आइरहेछ, त्यो मान्छेले पहिलेदेखि यही गरेको आएर फेरि पनि यही नै गर्नुपर्ने छ अनि रोकिदिएर राखेको छ, खुट्टा बाँधेको छ, हात बाँधेको छ। तरिका हो यो त होइन नि त, पक्कै पनि होइन। म त यसरी प्रब्लम परेको मान्छेको लागि सधैँ आवाज उठाउने मान्छे हो। प्रब्लममा परेको यो लाइक हरेक कुराको दुईवटा साइड हुन्छ, दुईटै साइडबाट हेर्नु पर्यो नि त। युद्ध भइरहेछ अथवा समस्या भइरहेछ, नजाओस् भनेर रोक्ने एउटा साइड भयो भने त्यो मान्छे त्यहाँ गएन भने त्यसलाई कति असर पर्छ है। त्यसले कति ऋण लिएर चाहिँ अप्लाई गरेको हो है। र त्यसपछि तपाईँको उहाँ गएन भने त्यसलाई कामबाट निकाल्छ। त्यसका विभिन्न पाटाहरू छ नि त, दुईटै पाटोबाट हेर्नु पर्यो नि। म जानलाई रोकिदिन्छु, मलाई मन लाग्यो रोकिदिन्छु, त्यो तरिका भएन नि त। समस्या परेको दुईटै तरिकाले हेर्नु पर्यो। अझै मुख्य यहाँनिर इमिरेट्स आइडी भएका, पहिला भिजिट भिजामा आए, इमिरेट्स आइडी छ, अहिले नेपाल छुट्टीमा गएको थियो, त्यसको श्रम भएको छैन के, त्यसलाई त गराउनु पर्यो नि। त्यसलाई श्रम रिन्यू सरह गराइदिनुपर्छ के, बुझ्नुभयो नि। ऊ त आइडी छ, काम गरिरहेछ, यहाँ आएन भने साउजीले निकाल्छ भोलिको दिनमा, समस्यामा पर्छ, भिजा क्यान्सल हुँदैन है। त्यसपछि एउटा तपाईँको एउटा लिमिटेड टाइम दिएर